हाम्रो रुम चाहिँ यस्तो यस्तो छ बाटो हैन। अनि यता पनि छ बाटोहरू, यता पनि छ। अस्ति भर्खर बनिएको हैन, अन्त बनेर पनि ओपनिङ भइसकेछ। अस्ति पार्टी थियो 2 दिन 3 दिन जस्तो। यो चाहिँ मेरो दुश्मनहरू दुश्मनहरू यहाँ बसिरहेको छ। मलाई देख्ने बित्तिकै मेरो पछाडि आउँछ। के खाइदिएको थियो यिनीहरूको। प्राइभेट हस्पिटल रहेछ हैन यो चाहिँ। अनि यसको एन्ट्रेन्स चाहिँ यहाँ हो। कति दिनको म देख्दैछु हैन, अहिले यहाँ कोही छैन रहेछ हैन त्यस्तो। पेसेन्टहरू अहिले कति दिनदेखिको देख्दिनँ। अनि एक बात छ, म यो भ्लग चाहिँ अब म बेसी लामो गर्नु पनि चाहदिनँ हैन। बिकज मलाई त्यत्रो लामो भ्लग पनि बनाउनु म अब मान्छेको छेउमा म बोल्नु चाहिँ मलाई अप्ठ्यारो लाग्छ हैन। जस्ट एक्लै हुँदाखेरि मात्रै हो हैन। अनि त्यही भएर म त्यस्तो भ्लग चाहिँ म बनाउनु सक्दिनँ हैन। कहिले हो अब यहाँ काम चालु भएर कामै चलिरहेको छ। भन्दाखेरि यहाँले गरम यस्तो छ हैन। अस्ति कति दिन त पानी पर्यो मजाले। अनि अहिले गरम दिनु थालेको छ कि गरम यस्तो छ। गरम यस्तो छ नि आजकल। अस्तिसम्म पानी पर्दाखेरिसम्म ठिकै थियो हैन। अहिले पानी नपरेकोदेखिको गरम चाहिँ बेसी भएको छ हैन। अन्त थियो जिन्दगीमा अब यस्तो छ बाटो हैन। लस्याङ लस्याङ लल्याङ तल्याङ गर्दै भए पनि ड्युटी चाहिँ जाँदैछु।